नोबेल इन्भेस्टको डिम्याट खाता अनलाइन मार्फत कसरी दर्ता गर्ने? सुरुमा ckyc.cdsc.com.np मा जानुहोस् र रेजिस्टरमा क्लिक गर्नुहोस्। कस्टमर टाइपमा इन्डिभिजुअलमा क्लिक गरी आफ्नो पुरा नाम, चाहेको युजरनेम, तपाईको इमेल आइडी र मोबाइल नम्बर हाली इमेजमा देखाइएको टेक्स्ट टाइप गर्नुहोस्। त्यसपछि तपाईको इमेलमा तपाईको युजरनेम र पासवर्ड आउनेछ र दिएको युजरनेम र पासवर्ड हाली लगइनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले तपाईको पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। नयाँ पासवर्ड हाल्दा उल्लेखित सबै आवश्यकताहरू समावेश गर्नुहोला। त्यसपछि आफ्नो व्यक्तिगत जानकारी अङ्ग्रेजी र नेपाली दुवैमा भर्नुहोस्। नेक्स्टमा थिची प्रक्रिया अगाडि बढाउनुहोस्। एडमा क्लिक गरी नागरिकताको अगाडि र पछाडि दुवैको फोटो अपलोड गर्नुहोस्। नयाँ डिम्याट अकाउन्ट खोल्न अनिवार्य नागरिकता अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो स्थायी र अस्थायी ठेगानाको विवरण साथै फोन नम्बर र इमेल भर्नुहोस्। तपाईको घर जाने बाटोको नक्सा गुगल म्याप्सबाट स्क्रिनशट लिई वा आफै कोरेर फोटो अपलोड गर्न सक्नुहुन्छ। म्याप्सको स्क्रिनशट हो भने लङ्गिट्युड र ल्याटिट्युड देखिने गरी अपलोड गर्नुपर्ने हुन्छ। तपाईको परिवारको विवरण नेपाली र अङ्ग्रेजी दुवैमा भर्नुहोस् र सेभमा क्लिक गरी नेक्स्टमा थिच्नुहोस्। ब्याङ्क डिटेल्स हाल्न अकाउन्ट टाइप, ब्याङ्कको नाम, ब्रान्च र अकाउन्ट नम्बर जस्ता विवरण हाली एडमा क्लिक गर्नुहोस् र नेक्स्ट क्लिक गर्नुहोस्। त्यसपछि आफ्नो पेसाको प्रकार, अफिसको नाम, ठेगाना, पद र तलब जस्ता विवरणहरू भर्नुहोस्। तपाईँ वा तपाईँको परिवार कुनै सेक्युरिटी ट्रेडिङ सम्बन्धी कुनै लगानी कम्पनी वा राजनीतिमा आबद्ध छन् भने खुलाउनुहोस्। छैन भने नोमा क्लिक गरी नेक्स्ट क्लिक गर्नुहोस्। अब BOID छैन भने नोमा क्लिक गर्नुहोस्। KYC एजेन्टमा नोबेल इन्भेस्ट क्लिक गर्नुहोस् र क्रिएट BOID मा यसमा क्लिक गर्नुहोस्। मनी लन्डरिङ घोषणामा सबै कुराहरू खुलाउनुहोस्। अन्त्यमा आफूले दिएको विवरणहरू सबै पुनः जाँच गर्नुहोस्। आफ्नो पुरा नाम टाइप गरी सबमिटमा क्लिक गर्नुहोस्। KYC एप्लिकेसन पुरा गर्न नोबेल इन्भेस्टको कार्यालयमा जानुहोस् वा भिडियो KYC को लागि नोबेल इन्भेस्टलाई स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोस्। लगानीमा बेस्ट नोबेल इन्भेस्ट।